के तपाईँलाई कहिले आफ्नो विगतको कारण समाजबाट लुक्न मन लागेको छ? 2000 वर्ष अघि सामरियाको एउटा इनारको किनारमा एउटी महिलाले ठ्याक्कै यस्तै महसुस गरिरहेकी थिइन्। उनी पानी भर्न जाँदा मान्छे नभएको समय मध्याह्नको चर्को घाम नै रोज्थिन्, किनकि उनी मान्छेको नजर र तिखा वचनबाट थाकिसकेकी थिइन्। तर त्यो दिन त्यहाँ कोही पहिले नै पर्खिरहनु भएको थियो। उहाँ येशू हुनुहुन्थ्यो। येशूले भन्नुभयो, मलाई अलिकति पानी पिउन देऊ। सुन्दा साधारण लाग्न सक्छ, तर त्यो एउटा ठुलो परिवर्तनको सुरुवात थियो। किनभने त्यति बेला यहुदी र सामरीहरू बीच चाहिँ गहिरो दुश्मनी थियो। त्यसमाथि एक धार्मिक पुरुषले एक्लै भएकी महिलासँग कुरा गर्नु सामाजिक रूपमा स्वीकार्य थिएन। तर येशूले जात, धर्म र लिङ्गका सबै पर्खालहरू एउटै वाक्यमा भत्काइदिनु भयो। महिला छक्क परिन्, तर येशूले केवल पानी मात्र मागिरहनु भएको थिएन, उहाँ केही दिन चाहनुहुन्थ्यो। उहाँले भन्नुभयो, यदि तिमीलाई परमेश्वरको वरदान थाहा भएको भए तिमीले मसँग माग्ने थियो र म तिमीलाई जीवित पानी दिने थिएँ। जब येशूले उनको व्यक्तिगत जीवन, उनको 5 जना श्रीमान र अहिलेको अवस्थाबारे बताउनु भयो, उनी छक्क परिन्, अचम्मित भइन्। यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने येशूले उनलाई लज्जित बनाउन यो भन्नुभएको थिएन। उहाँ देखाउन चाहनुहुन्थ्यो, म तिम्रो सम्पूर्ण जीवन जान्दछु, म तिमीलाई पुरै चिन्छु र तैपनि तिमीसँग म कुरा गर्दैछु। उहाँले उसको घाउ देखाउनु भयो ताकि त्यसलाई निको पार्न सकुन्। जब उनले थाहा पाइन् कि उनी मसीहसँग कुरा गरिरहेकी छिन्, उनको जीवन पूर्ण रूपमा बदलियो। जुन महिला समाजसँग डराउँथिन्, उनी आफ्नो गाग्रो छोडेर गाउँतिर दौडिन् र चिच्याउँदै भनिन्, आओ एउटा यस्तो मानिसलाई हेर जसले मेरा सबै कुरा चाहिँ बताइदिए। के उहाँ नै ख्रिस्ट हुनुहुन्न र? मित्रहरू, आज तपाईँको जीवनको इनार कहाँ छ? के तपाईँ पनि विगत पाप र रित्तोपनबाट भाग्दै हुनुहुन्छ? याद राख्नुहोस्, येशू आज पनि तपाईँलाई पर्खिरहनु भएको छ। उहाँ तपाईँको विगत होइन, तपाईँको भविष्य हेर्नुहुन्छ। उहाँ तपाईँलाई जीवित पानी दिन चाहनुहुन्छ, जसले तपाईँको आत्माको प्यास सधैँको लागि मेटाउनेछ। तपाईँको बोझ र विगतको गाग्रो आजै उहाँको पाउमा राखिदिनुहोस्, किनकि उहाँ चाहिँ तपाईँलाई चिन्नुहुन्छ र उहाँ तपाईँलाई प्रेम गर्नुहुन्छ। जय मसीह।